यो मामी चाहिँ किन बिचमा करास हुनुभएको फेरि देख्न खुट्टा चाहिँ अलि झर्छ भयो नि भइसक्यो ल भिडियो गरेको कहाँको यात्रा घुम्ने बेसीतिर लाग्ने हो त्यस्तो छ बाटो ल्याउनु त लिउँदै भिडियो गर्नु अहिले भिडियो गरिरहेको ओ साइड लाइट बन्द गरौँ बाटो यस्तो धीरे न धीरे अगाडि जानेहरू अर्को टोली होइन अर्को टोली टोली देखाइदिनु न हाम्रो टोली अर्को यहाँ छ टोली पछाडिको टोली देखायो बाइक बिग्रेछ बिग्रे जाने भयो बाइक चाहिँ तान्दैन हुँदै ढुङ्गा फलिरहेको छ गाडी चलाउँछ लिम्बू दाइ चुरोट तान्दै बसेको छ यो बनेपामा लेमन टी आयो खाने लेमन टी कालो कागती चिया ब्ल्याक कफी चिया चिया खाने चिया चिया ऊ यहाँ लेमन टी ओ यहाँ भित्रै आगो बोले हुन्छ लेमन टी खाऊ न एउटा दुईटा तीनटा चारवटा पाँचवटा ल मामा चिया तानौँ चिया लेमन टी यहाँ छ यसरी त बिस्तारै म दिएर आउँछु बस्नु चिया चिया ओ मामा चाकको घाउ अरे मामाको यसरी नै म बोलाउँछु ल ओ यहाँ आउन चिया खान यहाँ चिया खान यहाँसम्म त ल्याउँदै जानु मलाई एउटा दुईटा अब अर्को पनि समातिदिनु न कहिले आउनु चुरोट बाउको समातिदिनु न 30 60 70 75 हो ल्याउनु दियो समातिदिनु त भन्नु ल पैसा दिन्छु है म यो यहाँ यो साथमा है खाने तपाईँ दामी हुँदो रहेछ त है नुन हाल्दा त मसला चिया गयो टेन्स पर्यो नि त हो बाइक बिग्रेर टेन्स होइन साथी भाइ आज यहाँको कुखुरा पोल्नलाई रक्क दुईटा चुल्हा रेडी भयो लिम्दाई दुईटा चुल्हा लिम्दाईले खरानी हालेको छ यहाँ कुकरमा होइन हाम्रो ट्यान्टी हो अब यहाँ त खोला छ यहाँ तल खोला छ यो अँध्यारोमा भोलि देखाउँछु म यहाँ बाजे यहाँ हत्रपत्र गर्दैछ हामी 3 जना चाहिँ खाना पकाउने पर्यो हो अब 2 जना खोलामा गएछन्
अब कत्रो माछा ल्याउने हो यो खाना यहाँ हेर्नु न कस्तो अब लिउँ दाइ अब हामी कुखुरा काट्नुपर्छ पानी उम्ल्यो हाम्रो रावा खोला गाईघाट उदयपुर पर्दो रहेछ यो रावा खोला चाहिँ गाईघाट उदयपुरमा पर्दो रहेछ खोटाङ जिल्ला यहाँदेखि अब हाम्रो स्कुटी यता छ पार्किङ एउटा यो बाइक हो मामाको यो मेरो स्कुटी भयो हावा खराब छ नि स्कुटीको सब धुलै धुलो यो बाउको स्कुटी भयो यहाँ माथि सबै जङ्गल हो फेरि यो अलिकति यो खोलाको बगरपट्टि अलिक ठाउँ रहेछ क्या राम्रो त्यही भएर हामीले यहाँ खोलामा टेन्ट गाड्यौँ अब माछा मार्न गएको छन् असललाई माछा लाग्छ भनेर हामी चाहिँ रावा खोला आइपुग्यौँ गाईघाटको यस्तै छ है अब के भयो अरे लिम्बू दाइ बुढीहरूले खाना पकाएर त्यहाँ सजिलो भयो अरे अहिले यहाँ आगो पकाउनु पनि सकिएन होइन यहाँ आगो ताल्नै सकिएन पाँचचोटि भयो अलि त दौडै सक्यो यार फेरि दौरा हाल्नु पर्ने भयो यो ओहो दौरा ल्याउनु पर्ने भयो लुगाइ अब यो भिडियो एकछिन यहीँ सक्छु भाइ तर दामी हुन्छ फेरि मिठो हुन्छ नि फेरि यस्तोमा अब यहाँ कुखुरा मार्ने स्थिति हो पानी उम्ल्यो तर यहाँ भात पकाउन गल्ती गर्यो कि अलि छिटो होइन यो फर्मीमा त ठिकै हो यहाँ हाम्रो यी सरसामानहरू यहाँ छ टक्क परे सबै बेड यस्तो छ यी बेडभित्र आउ नसक्ने ढुङ्गा पनि यहाँ भेटाएर धोएर लिएर आयो क्या मासु है त ढुङ्गामा दिउँ है दिउँ ब्लग दिउँ ब्लग होइन मेरो मायालाई पठाउ मासु पाकिसक्यो है यहाँ माछाको रस यहाँ कहाँ हो यो यहाँ रक्सी खाना गिलास पनि नल्याएपछि यस्तो हुन्छ हालत यो हाम्रो के अरे लामाको समय टुर हिँडेपछि यस्तै हुन्छ कति घन्टा हिँड्यो आज लगभग मामा 7-8 अनि बिहान होइन नि 10 साढे 10 भएको त 12 घन्टा हुन्थ्यो 12 घन्टा अनि 9:30 बजे आइपुग्यो स्कुटरै कुद्दैन के गर्नु माथ्यो बुढो माथ्यो अब नखाने अरे टेन्ट जाल च्यातिको भोलि सिलाउनु पर्छ टेन्ट अगाडि 2टा चुलो लिम्बू दाइ आगो 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 यो आँप हालेको छ माछाको रसमा दामी हुन्छ हेर हालत खराब भइसक्यो गलेर टेन्ट यहाँ छ बाइक स्कुटी सब हुँदैछन् भयो यिनीहरूको मेन भनेको माछा खोला यस्तो छ सानो छ खोला गले छ यो बारीको पुल जुन जस्ता भएको पसल सुरक्षित खानलाई अब हामी फर्किने बाटो भनेको यो पहाड चढेर जानुपर्छ यो माथिको भित्ता हाम्रो मामा इन्जिनियर हो नि त हौ फिस्टुलाको इन्जिनियर है यहाँ 5 बजे उठेर नाचेको न 4 बजे पानी पर्छ सिमसिमे हाम्रो घरमा यस्तो भइसक्यो यार कनाएर यार के गर्नु हो यो खुट्टालाई अर्को सुन्दरी काली सुन्दरी यसको नाम नीली सुन्दरी हो साथ दिएको छ यसले
अहिलेसम्म उकालोमा चाहिँ तानेन दुईचोटि त्यही भएर रिसाएर टाउको उता घुमाएको रहेछ यहाँ स्याम्पू छ यो भनेको चाहिँ महाराजै हो यो एरियाको होइन ल्याउँदै तानमा चाहिँ बाजेको गुला राम्ररी धोइदिने हो आज तिम्रो गुला धुने राम्ररी गुला लोकल गाउँको लोकल ठिक छ नि अर्को जडे मेन कसम लडेछ भने चाहिँ म जान्दिनँ मापासी परियो भने त म खत्तम पो हुन्छ त 7 बजे भन्दा अगाडि छिर्नुपर्छ 8 बजे भन्दा तपाईहरुले भेटाउनु आटेको रोसी खोला यही हेर्नु त आम्बो दाइ रक्सी खाँदा काठमाडौँ पुग्दा त जम्बू सिद्धाउने भयो त हो यो गाउँघरको रक्सी लागेन भन्छन् हामीले एकचोटि त्यो हो मामा त्यो रातो माटोको डाँडा थिएन पर त्यहाँदेखि तलतिर तपाईँ र बाजेलाई मैले पुलमा देखाएँ त तलतिर पुलमा बुवा अलि तलतिर घुम्तीमा थियो हामी माथि थियौँ त्यसपछि त फेरि मुख धुन थाल्यौँ कहाँ हो कहाँ मान्छेहरू त